क्याक्टस फुल फुल्दैन भन्थे। क्याक्टस वर्गमा पर्ने ड्र्यागन फुल फुल्दो रहेछ। क्याक्टस र यो एउटै वर्गमा भए पनि यो ड्र्यागन चाहिँ कुन औषधिको उपचार हुन्छ, के का लागि खान मिल्छ, कसले खान मिल्छ, कसले खान मिल्दैन, कसैले केही बताएको देखिँदैन। खाँदा त मिठो र स्वादिलो हुन्छ। यसलाई दिउँसोभन्दा बिहानको हावापानी खुब राम्रो लाग्दो रहेछ। बिहान मात्रै फुल्छ, घाम बढ्दै गएपछि, तातो बढ्दै गएपछि यो क्रमशः सुक्दै र ओइलिँदै जान्छ। र यो जहाँ रोपे पनि यसलाई कुनै राम्रो ठाउँ चाहिएन। जहाँ रोपे पनि मलिलो माटो भयो भनेदेखि राम्रो गरी फल्ने र फुल्ने गर्दछ। यसरी यी सामान्य ठाउँमा राखिदिँदा पनि यी मजाले के हो फुलिराखेको छ। र यसको महिमा, यसको महत्त्व, यसको औषधीय गुणहरू के होला, विज्ञ व्यक्तिहरूले बताइदिए आभारी हुन्थे। हवस्, धन्यवाद।